खर्किलो चिसो र तेज हावा चलिरहेको थियो। अचानक एक अण्डा घोसाबाट खस्दै एउटा हिँडिरहेको बसको छतमा ठोक्यो। बसभित्र बसेका यात्रुहरू रिसले भरिएर त्यो अण्डा उठाएर हिउँमा फ्याँकिदिए। अण्डा लड्दै लड्दै चिसो हिउँमा पुग्यो। रातभरि त्यो अण्डा हिउँमा जम्यो। बिहानको उज्यालोमा घाम निस्कियो। हिउँ पग्लन थाल्यो। त्यसै बेला एक कुखुराको नजर त्यो अण्डामा पर्यो। ऊ छिट्टै अण्डा नजिक आइपुग्यो र धकेल्दै आफ्नो घोसामा लग्यो। कुखुराले आफ्नो पखेटामा लुकाएर अण्डालाई ताप दिइरह्यो र सारा माया साथ यसको हेरचाह गरिरह्यो। समय बित्यो। एक दिन अण्डा फुट्यो। त्यसबाट एक सुन्दर बेबी डाइनोसोर बाहिर आयो। कुखुराले त्यसलाई आफ्नै बच्चा जस्तै पाल्न थाल्यो। तर जङ्गलबाट एक विशाल आमा डाइनोसोर दौड्दै आयो र आफ्नो बच्चालाई लिएर आफ्नो साथमा गई। घोसामा कुखुरा एक्लै रह्यो र चुपचाप रुँदै बस्यो। यो साहसिक कुखुराको लागि एक लाइक, फलो, सब्स्क्राइब गरिदिनुहोला प्लिज। यदि यो कथा तपाईलाई मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को नयाँ कथामा। धन्यवाद।